हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो भ्लगमा हजुरलाई। सो आज चाहिँ गाइस म आफ्नो बाल्यकाल पिताको आफू सानो हुँदा पढेको स्कुल देखाउने छु हजुरलाई, घुमाउने छु के कस्तो छ सबै देखाउने छु। 8 क्लाससम्म पढेको स्कुल हो यो। म चाहिँ आज गाउँमा थिएँ, सो स्कुल पनि देखाउँ भनेर हजुरलाई सो देखाउने छु। यो चाहिँ हाम्रो स्कुल गाए चाहिँ म पढेको स्कुल यही हो। पहिले चाहिँ निमावि थियो, अहिले चाहिँ आधारभूत भएछ झरेर श्रीमालिका आधारभूत विद्यालय। पहिले श्रीमालिका निम्न माध्यमिक विद्यालय थियो। सो मोहनियाल गाउँपालिका 2 नावली कैलाली स्थापना 2045 भने पहिला चाहिँ यो निमावि थियो, अहिले त्यहाँबाट लखर्केर यहाँ आधारभूतमा झरेछ। गाइस यस्तै छ गाउँको स्थिति। यहाँ हाम्रो स्कुल हामी पहिला पढेको, अनि हाम्रो भान्जा यता हामीसँगै पढ्यो होइन भान्जा, हामी चाहिँ सँगै पढेको। एकदम भित्र होइन यता खोल्नुपर्छ कि भन्छ यहाँ छ कि त्यहाँ एकछिन गर्नु। ए यस्तो छ गाइस है, त्यहीँ यस्तो भत्के छ अहिले चाहिँ यस्तो भएछ स्कुलको हालत। अनि यो चाहिँ बन्ने थिएन, यो पछि बन्ने रहेछ। सो हामी हुँदाखेरि यो चाहिँ थियो, अनि एउटा यहाँ थियो, अनि अर्को यो भइहाल्यो। यो फेरि बना जस्तो छ है पछि। हामी चाहिँ यहाँ पढेको। सो मेरो बाल्यकाल बिताएको स्कुल यो गाइस। हामी पढेको स्कुल चाहिँ 8 सम्म पढेको यहीँ यो ठाउँमा। त्यसपछि चाहिँ तल कोल्टडी गएको थियौँ। सो यस्तो छ। अहिले चाहिँ यो कक्षा 1 हो। कम्प्युटर राखेको छैन भन्छ अहिले। ए छैन, वाइफाई पनि बिग्रेको क्या यहाँको त। ए है यहाँ चाहिँ यस्तो छ, जङ्गल। यो विद्यार्थीहरू छैन क्या धेरै, यताको हालत यस्तो छ गाइस। यो हामी चाहिँ यस्तो भएछ। कुनै बेला हामी पढेको स्कुल होइन। हार्मोनियमको गति त्यस्तो छ माथि। यो भित्र चाहिँ के रहेछ, झन्डा पनि यस्तो भएछ। यस्तो नगर्नु पर्ने होइन, तर यस्तो गरे चाहिँ खजनाहरू रहेछ के हो भन्नु। कम्प्युटरको हालत यस्तो छ पिसीहरू है। यहाँ यस्तो छ गाइस। अहिले स्कुल के गर्ने, मैले चाहिँ यस्तो भयो रहेछ, खत्तम भएछ। यहाँ चाहिँ के रहेछ, भाँडाहरू पनि रहेछ त, किबोर्ड पनि रहेछ। यो चाहिँ भाँडाहरू छ। यस्तो छ गाइस है। अरूहरू यस्तै छ, त्यही यस्तो छ गाइस हामी पढेको स्कुलको हालत यस्तो छ। यही हो गाइस मेरो बाल्यकाल बिताएको स्कुल पढेको। टोयलेट यो चाहिँ पहिले यहाँ थियो है, टोयलेट यता थियो अरे। यता पनि यस्तो भएछ, खत्तम भयो रहेछ यार। यो पनि कहिले जान्छ थाहा छैन गाइस। यस्तो छ हाम्रो स्कुलको हालत है। सो पहिले चाहिँ यो स्कुलमा पढ्यो 8 क्लाससम्म। पहिले राम्रो थियो, अहिले त के भन्ने बाबे। स्कुलको हालत यस्तो छ, गाउँतिरको मान्छे छैनन् यस्तो छ। यो चाहिँ 4 र 5 रहेछ। यहाँ चाहिँ सायद खाना पाक्छ होला। यहाँ भाँडाहरू छ। सो यहाँ चाहिँ यस्तो छ गाइस है। यहाँ चाहिँ खाजा, बच्चाहरूलाई खाजा पकाउने कोठा रहेछ अहिले। यहाँ चाहिँ पहिला खाजाहरू बन्थ्यो हामी हुँदा। अगाडि खजुरको बोट छ,
यता घर छ। पहिले चाहिँ स्कुल यहाँ थियो कि यो एरियामा थियो है पुरानो। यो चाहिँ बिग्रेछ सायद। हाम्रो चाहिँ 20 सेन्टरमा स्कुल छ कि पुरानो भइसक्यो। अहिले त कोही पनि छैन पढ्ने होइन। हाम्रो गाउँ यही भइहाल्यो। यो गाउँ यस्तो छ गाइस। सो गाइस आजको भ्लग के कस्तो लाग्यो? आयो हजुरलाई राम्रै लाग्यो होला। सो आजलाई यति नै गाइस। सी यू नेक्स्ट भ्लग। ओके।